SK01 Onion, welcome you to the brand new video. Here we have Adit हैन पहिलाको भिडियोमा पनि देख्नु भएको होला अनि अदित तैँले फर्स्ट टाइम हाम्रो बाइक देख्नु जाँदैछस् हैन अन्त म चाहिँ अदितलाई चाहिँ रेमन्ती सङ्गीत एकाडेमी स्याटरडे सन्डे लिएर जानुपर्छ अनि उसलाई लिएर जाँदैछु बाइकमा अनि ऊ चाहिँ फर्स्ट एक्सपिरियन्स हो यो नयाँ बाइक उसले देखेको पनि छैन त्यसमा राइड पनि गरेको छैन नि त अनि आज उसले फर्स्ट देख्दैछ फर्स्ट एक्सप्रेसन चाहिँ दामी देला बाइक देख्दा अहिले हो अहिले बाइक देखेको पनि छैन नि त मैले देखाएको पनि छैन हैन यहाँ हाम्रो हर्के दाजुले के भन्नुहुँदैछ भन्दाखेरि चाहिँ म खसी मासु बोकेर आउँदैछु तैँले यहाँ देखाइनस् भन्नुहुँदैछ दरौर 5 किलो ल्याउनु भयो क्या हो मजा छ है गएको यसलाई गान्तोक प्लस त्यहाँ छ गाडी यहाँ छैन अनि बाइक यहाँ छ यहाँ आइज बाइक हेर फर्स्ट टाइम अब यसले फर्स्ट टाइम बाइक हेर्नु गइरहेको छ होइन अदितले चाहिँ बाइक हेर्दैछ फर्स्ट टाइम होइन अन्त अब हामी यो बाइकमा जान्छौँ अनि यो बाइकको चाहिँ के छ भने त्यो स्पिडोमिटर काम नगरेको चाहिँ होइन त्यो स्पिडोमिटर पनि आज यसलाई त्यहाँ क्लास छोडिराखेर त्यहाँ सिधै तपाईँको सोरुम गएर तपाईँहरूलाई त्यहाँ म देखाउने छु के प्रब्लम रहेछ अनि एउटा कुरा देख्न चाहन्छु तपाईँलाई मैले ज्याकेट चाहिँ जम्मा ती दुईवटा ज्याकेट होइन एउटा ज्याकेट चाहिँ स्पेयर ब्यागमा बोकिरहेको छ अनि भित्र एउटा हाइनेक भित्र एउटा भेस्ट भुँडीमा एज युजल टावल बाँधिरहेको छ यसले पनि एउटा ज्याकेट अर्को पनि ज्याकेट बोकिरहेको छ किनभने पाङथाङमा चाहिँ पनि चिसो हुन्छ नि त अनि त्यही भएर यो माथिसम्म चेन लाउनु पर्ने हुन्छ गोल्ड स्टार्ट अफेर भयो क्या सो हेयर वी गो होइन राइड स्टार्ट हुन्छ अब होइन क्लिपहरू हेर्नु सिधै तपाईँहरूलाई गान्तोक देखाउँछु बिचमा के राम्रो भयो भने देखाउँछु अनि सिधै यसलाई क्लास ड्रप गरेर चाहिँ म बाइकको डिलरसिपमा जान्छु सर्भिस सेन्टरमा अनि यो चाहिँ हाम्रो सामदुङ सानो बजार हो होइन यता यति नै हो बजार भनेको यहाँ ब्याङ्कहरू छ सबै छ खाना चाहिँ यहाँ पारी चाहिँ होइन हिमाल दामी देखिन्छ नि त त्यो तर अहिले चाहिँ यो कुरोले गर्दाखेरि देखेको छैन मेरो पर्फेक्ट मोटो भ्लगिङ सेटअप छैन होइन खालि 360 क्यामेराबाट मात्रै म मोटो भ्लग गर्दैछु अन्त एक दुई दिनमा अब हेलमेट अर्को हेलमेट आएपछि होइन मोटो भ्लगिङ सेटअप पुरै गरेर चाहिँ यहाँबाट दामी भ्यूमा तपाईँहरूलाई मोटो भ्लग देखाउँछु होइन अनि तपाईँहरूलाई कस्तो लाग्छ प्लिज तपाईँले फलो गर्नु भएको छैन होइन प्लिज फलो गरिदिनु अब डेली राइड भिडियोहरू आउँछ बिचमा बिचमा क्यार गर्छु त्यहाँदेखि चाहिँ डेली राइड भिडियो नयाँ नयाँ जग्गा तपाईँहरूलाई नयाँ नयाँ कुरा एक्सपिरियन्स गराउँछु विथ माई न्यू बाइक साथीहरू अहिले भने हामी एसएपी क्याम्प पाङथाङ आइपुगिसक्यो लाइफमा होइन कुनै पनि नयाँ कुरा आउने भाइ बहिनीहरूले होइन कुनै पनि नयाँ कुरा सुरु गर्नुहुन्छ तपाईँहरूको पेसनलाई फलो गर्नुहुन्छ भने फर्स्टमा चाहिँ तपाईँहरूले सपोर्ट चाहिँ पाउनु हुँदैन होइन जुन चाहिँ तपाईँले पेसन फलो गर्नुहुन्छ जसमा चाहिँ होइन अब अलिकति रिस्क हुन्छ होइन त्यसमा चाहिँ तपाईँहरूको प्यारेन्ट्सले पनि सपोर्ट गर्नु हुँदैन फर्स्टमा चाहिँ जब तपाईँ अलिकति हो मैले गर्न सक्छु भनेर गरेर देखाउनुहुन्छ नि उहाँहरूलाई प्रुफ गराउनु हुँदैन तब मात्रै तपाईँहरूले सपोर्ट पाउनुहुन्छ त्यही कारण पेसन गर्नको लागि पेसन फलो गर्नको लागि चाहिँ अलिकति रिस्क पनि उठाउनुपर्छ होइन अनि बाबा आमाकोबाट गाली पनि खानुपर्छ फर्स्टमा चाहिँ तर जब तपाईँहरूले त्यसमा अलिकति राम्रो गर्दै जानुहुन्छ नि तपाईँहरूले सबैले सपोर्ट गर्नु हुँदैन त भनेको होइन तर इनिसियल टेस्टमा चाहिँ सबैलाई साह्रै पर्छ क्या त्यो पाराले मलाई पनि साह्रै छ रोड सफा गर्ने काम हुँदो रहेछ होइन एकदम मिहिनेत गरेर रोड सफा हुँदो रहेछ गान्तोकको वान अफ द फेमस पोइन्ट हो होइन टुरिस्ट लोकेसन चाहिँ एकदमै फेमस यो गण्डकी फल्स भन्छ बागथाङ फल्स अनि यो चाहिँ एकदमै बेसी टुरिस्टले मन पराउने साइट सिनको बेस्ट जग्गा हो
चाहिँ हामी ट्याक्कै गान्तोक 0 पोइन्ट आइपुग्यो होइन। यहाँ चाहिँ गान्तोक 0 पोइन्ट हो। यहाँ चाहिँ गान्तोक चाहिँ माइलस्टोन 0 हुन्छ। अनि यहाँदेखि सिलगढी 116 किलोमिटर, रम्फू 41, सिङताम 31 एन्ड रानीपुर 11 किलोमिटर अन्ली। गान्तोक एकपल्ट हेरिहाल्नु नि त, गान्तोक मेन रोड। खासमा चाहिँ के भएछ भन्दाखेरि चाहिँ नि भाइ, यो क्यामेराको 128 GB पनि मेमोरी कार्ड फुल भएछ नि त। अनि यहाँ चाहिँ टक्कै देउराली आइपुगेर चाहिँ फुल भएछ। अनि मैले डिलिट गरेँ होइन। यहाँ चाहिँ अदित्य रमन्ती सङ्गीत एकाडेमी आइपुगिसक्छ। तपाईँले हेर्न सक्नुहुन्छ यहाँ चाहिँ रमन्ती सङ्गीत एकाडेमी हेर्नुहोस् त्यो ब्याग त्यो उयो पनि त्यो ज्याकेट पनि त्यो ज्याकेट पनि 1125 भोक लागेको छैन होला नि अहिले खानु खान्छ बाई बोय 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 अहिले आउँछु। यहाँ हेर्नु ल के खाएर जाने, के खाएर जाने, के खाने कहाँ होइन अहिले एकैचोटि खाऊ। उहाँ गरेर के अरे उहाँ गरेर केही खाएन, मोमो खाँदै। खोइ 11:26 भयो। 11:26 उपर गएर के चिप्सहरू किनेर खाऊ ल, चिप्स जुस किनेर खाँदै गर। अनि क्लास जानु ल। लुगा मैला नबनाउनु है। मैले क्लासमा ड्रप गरिराखेँ होइन। अब सिधै फटाफट तपाईँहरूलाई म सोरुममा गएर भेट्छु। भिडियो लामो भयो भने चाहिँ 2टा पार्टमा हाल्छु होइन। छोटै भयो भने चाहिँ 10 मिनटभित्र भयो भने चाहिँ एउटै पार्टमा हाल्छु।